गाग्री साग्री बोकेर यसो पानी लिन गएको आज समथिङ 1-2 हप्ता जति भयो पानी नआएको है। पानी बोक्दा बोक्दा थकाइ लागेर दिदीहरू पनि आउनु भयो। हामी यसरी पानी बोक्न गयौँ गाइजहरू। हेर्नुस् हामी अन्तिमसम्म तपाईलाई पुरा भिडियो देखाउने छु, हेर्दै जानु ल। यो हैन लगभग 15 भिडियो हो हैन, 15 भलाको हो। अनि आज चाहिँ मैले हजुरहरुलाई के देखाउँदै छु भने हाम्रो कलागाङमा चाहिँ पानीको धेरै अभाव भएको कारणले हामी चाहिँ पानी लिन जाँदै छौं। ल हामी चाहिँ धेरै दिदी नानी अनि उपचार दिदी हुन्छ, दिदी हाइ गर्नु त। हामी चाहिँ पानी लिन जाँदै छौं। पानी लिन चाहिँ कम्तीमा पनि 1 घण्टा जति लाग्छ है लिन ठाउँ, तर हामी धेरै टाढा जान लागेका छौं पानी लिन। पानी बर्खा हुन्छ हैन है, गाग्रा जटिन बोकेर जान लाग्नु छ। एकछिन पछाडि म तपाईहरुलाई पानी भरेको भिडियो अनि मान्छेहरु कति छन् के छन् तपाईहरुलाई म पुरै भिडियो देखाउने छु। मेरो भिडियोमा लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला, शेयर पनि गरिदिनु। अरु के गर्ने नानी? नानी पानी ल्याउन जाला कहाँ हो रे? हामी चाहिँ तल्लो पनिएर के पनिएर हजुर गरे ओ मंगला धारा। ल गाइस हजुरहरुलाई देखाउने छु मैले पानी कस्तो छ यहाँ। बाटो त हाय गाइस, बाटो हेर्नुस् यति अप्ठ्यारो छ बाटो गइसक्नु क्या। कतै रोड छ भने कतै उकालो कतै ओह्रालो गाह्रो छ गाइस हेर्नुस्। मान्छे लुगा लिएर माइत आए मान्छेले पानी बोक्राउनु भएको छ। चाहिँ दिदी चाहिँ माइत आउनु भयो। लास्ट मान्नै भएन कि हाम्रो भलाको हो नि त। हाम्रो पानी लिन जाने बाटो हामी चाहिँ अहिले पानी लिन जाने ठाउँ पुग्न लागेका छौं। ल तपाईहरुले चाहिँ हेरेर साथ दिनु होला। हजुर कहाँदेखि ल्याउने दिदी पानी? कोल्दिनी पाइप हारो ओटाको दछिले ल हेर्नुस् है गाइस पानीको धारा कस्तो छ र मान्छे कति छन् हेरौँ। खाली छ कि भनेर टाइम लगाएको। ओहो सबै भरि गाह्रो हुन्, गाह्रो छ तल ज्ञान पर्यो। हामी चाहिँ हेरेको हेरे गाइस। हामी चाहिँ माथि सानो धारो र पानी मान्छे धेरै भएको कारणले हामी तल जाँदैछौँ। तल अलि धेरै तल के थोरै तल चाहिँ अर्को ट्याङ्की छ, पानीको ट्याङ्की हैन, त्यहाँ जान्छौँ हामी। त्यसको पानी चाहिँ हामी खासै खाँदैनौँ क्या, माथिकै पानी खाने भएको कारणले चाहिँ हामी चाहिँ त्यो गर्दैछौँ है गाइस। हामी चाहिँ साइड तल जाने पानी लिएर आउँछौँ। कति बेला आयो दिदी? वाला जुकाको मुख जस्ता छ कि पाइपहरू छन्। हाम्रो ठाउँमा चाहिँ पानी छैन फेरि है। हामी चाहिँ माथि खलाबाङ दरबार नजिकै भनौँ न, राजा पनि ठाउँमा बाहिर होला। पानीको चाहिँ धेरै अभाव छ हाम्रो गाउँमा। अब के गर्नु गाइस, गाह्रो छ। ल ल ल गाइस, यसमा त यहाँ चाहिँ खाली रहेछ है पानी। यहाँ चाहिँ पालो आउने भयो, यहाँ चाहिँ अगाडि भरेर जाने भयो हाम्रो। ल गाइस हेर्नुस् यहाँ चाहिँ पानी रहेछ है, खाली रहेछ धारो। हामी काक्रा बसालेर पानी भर्छौँ। अब जाने पानी भर्नु त त लुगा धुन्ने नि के हेरिरहेको छिटो पानी भरौँ न हो। ल हेर्नुहोस् नानी यसरी पानी भर्दैछ। उता छ त अर्को धारो, तल त 2-3 धारा छन् के र, माथि पनि सानो छ। त्यो त जम्मा छ। कता हो गाइस हामी? अलग बनाउला छ सावलीहरु यिनीहरु दुई मिनट के काम गर्छन् के छिट्लो छ। लुगा त आयो सुला सफा गरे आउन आज।
गाइज अहिले चाहिँ हामी विश्राम गर्दैछौँ पानी लिएर। धारो छ एउटा सानो धारो त्यसमा बसेर मजाले अब एकछिन बसेर अनि बल्ल माथि जाने हो। माथि छ है गाउँ गाइज।